गाइस आज चाहिँ हामी भुजीको जान लाग्यो कतिवटा डाँडा कट्नुपर्छ अरे मिस होइन धेरै पर्छ जस्तो लाग्छ म चाहिँ 9 क्लास हुँदाखेरि गएको थिएँ कि तर अहिले त 9 क्लास हुँदाखेरि अनि अर्को बाटोबाट गएको कि नयाँ गाउँको बाटोबाट गएको थियौँ पैसा हो कि अहिले चाहिँ हामी दिल्लीगढको बाटो जाँदैछौँ गाडी नपाएर चाहिँ हिँड्दैछौँ रिजर्भ गरेको पनि क्यान्सल भयो अनि सो हामी चाहिँ हिँड्दैछौँ अनि केटोहरू चाहिँ 3 जना केटाहरू छ म अगाडि पुगिसकेँ हाम्रो नेपाली टिचरलाई चाहिँ शुद्ध नेपाली चाहिन्छ अरे कि केटोहरू गए होइन केटाहरू गए केटाहरू गए आएको छ महिना आएका छौँ उफ मेरो हरेक शब्द मिलाउनै पर्ने भएछ यहाँ सबैजनाले हेर्नुहुन्छ त्यही भएर शब्द इङ्ग्लिस मिलेन भने ग्रामर बिग्रियो भने यता हुनुहुन्छ नेपाली व्याकरण बिग्रियो भने ग्रामर टिचर व्याकरण टिचर रमाइलो हामी चाहिँ सबैजना एकदमै रमाइलो गर्ने खालका छौँ सो एकदमै रमाइलो हुन्छ भने देखिन ल हामी फेरि एकछिनमा भेट्नेछौँ बाई साक्षी बोल न केही साक्षीले नि बाई गरे खै है साक्षी ल बोल त दुई शब्द तिम्रो तर्फबाट गएको ले ल दुई शब्द अरे उता फर्केर ल भन कस्तो लागिरहेको छ तिमीलाई आजको टुर रमाइलो लागिरहेको छ कस्तो रमाइलो अरू साथीलाई मिस गरिछौ कि गरी छैनौ यता फर्केर भन्दै त कुन साथीलाई मिस गरेछौ भन्दै भन्नु कसलाई कि मैले कसलाई मिस गरिछौ त भन नि त हाई हाई भन न बोल्न सकेन भाले खान्छन् भुजाको दाना खान्छन् नाटक रानी केटो छ कि नाटककार लास्टै नौटङ्कीहरू हामी केराको साथमा हेलो सम्राट हे सम्राट के छ केही छैन यता आऊ न अनि कसरी भोलि स्कुलमा गएर हेर्नुहुन्छ र होइन प्रवेशको ब्लग कस्तो देखेको रहेछ ठिकै देखेको रहेछ अनि तिमीले पनि भ्लग सुरु गर्थ्यौ होइन र के भयो हो तिमी झन् जनकपुरको त्यस्तो उस भयो तिम्रो के भयो मेरो त कुन मोबाइलमा यताउता खोजेर बनाएर हालेको के खेल्ने रे तिमीहरू मेरो खेल्ने रे गर्ल्सहरू त कहाँ हो टाढै छन् हाई रिया चाहिँ हेलो कम फास्ट म्याम यहाँ र सिटी जाने ओला कहीँ ल भन्नु यो भुजीकोट जाने बाटो हो त हाई बनाउँदा भन्दा नि हेर्दाखेरि मजा हुन्छ है भन्छु एउटा गीत गाउनु न के गीत एउटा गीत भलै भो भेट हाँसिदेऊ बोलिदेऊ लानु के छ र लगाइ यस्तो समय लानु केही छैन अरे अब अब अहिले विश्राम गरेपछि घामलाई अहिले त यहाँ मुटुका भलहरू यस्तो गरेका छन् कस्तो गरेका छन् यस्तो भित्रबाट यसरी बुट हालेका छन् खासमा म हिँड्न नसक्ने मान्छे हो उकालो यस पहिला त हिँड्थेँ तराईमा बसियो हिँड्ने बानी छुट्यो घरमा आइयो खासै उकालो चाहिँ गरिएन है अनि त्यसपछि
दुई पाङ्ग्रेमा बुर्र बुर्र उड्न थाल्यो त्यो पनि फेरि सुपर फास्ट हुनुहुन्छ फास्ट एकदम फास्ट त्यो पनि ओहो कतिजनालाई हाल्नुहुन्छ भनेर त नभनौँ अनि आज चाहिँ विद्यार्थीको लागि भनेर यो तपस्या गर्नु परेको छ झुटो बोल्नुहुन्न विद्यार्थीसँग भनेर मैले चाहिँ तिमीहरू 8 कक्षा पास भऊ म घुमाउन लान्छु भनेको थिएँ है अनि पानी पर्यो त्यसैले आज चाहिँ यिनीहरूलाई घुमाउन लिएर आएको इन्टरभ्यू लिनु ए सकियो ट्याक्कै इन्टरभ्यू सकेपछि आएँ भएको कारणले म यहाँहरू साँच्ची आफ्नो परिचय देऊ त मेरो नाम साक्षी अनि खान्छु नि अनि के भन्नु घर कहाँ हो सेराडी कति कक्षामा पढ्छौ परिचयमा त सबै पर्छ त लाटी ल अरू कोही इच्छुक छ आफ्नो हामीले स्कुलमा चाहिँ जङ्क फुड खान दिन्नौ है सो हामीले एक दिनलाई चाहिँ के गर्नु बाटो काट्नु छ धेरै छन् डाँडाहरू पार गर्नु त्यही भएर आजलाई छुट छ यिनीहरूलाई त्यो पनि गुरुआमाको अगाडि यो भिडियो हेरेर फेरि अरूले प्रतिकार नगर्नु होला है आजलाई मात्रै आजलाई मात्रै हो हजुरहरूलाई पनि यदि घुम्न जानुभयो भने चाहिँ त्यति बेला छुट हुन्छ किनकि यो भनेको परिस्थिति अनुसार चल्ने कुरा हो स्कुलमा चाहिँ जङ्क फुड नट अलाउड यस कस्तो राम्रो सिँढी हेर्नु त मिस खानुहुन्छ र सन मिस गुरुआमा खाँदै हाल्नु कञ्चन मिसले त झन् खाँदै हाल्नुहुन्न अनि मैले चाहिँ हजुर त हाल्नुहुन्छ हजुर त हामी जस्तै हो नि त म दीक्षा जस्तै है नाम पो अनि बिहा नभएको होइन कि तर खान्छन् कि मिस हामी यस्तै यस्तै हाङकक खानुहुन्न मलाई खानुहुन्थ्यो मेरो बोक्ने तिमीलाई खानु 150 सो एक्सपेन्सिभ 12.120 15 रुपियाँ पऱ्यो भाइ मैं तो नहीं खाऊंगी इसे ऐसे बनाना मेरे को पसंद नहीं है पसंद नहीं है क्यों नहीं मलाई तो मालूम केरा बूढ़ी आमा क्यों केरा बूढ़ी आमा ज़्यादा महंगा कर दिया हाँ ऐसे केरा तो मैं आपको ले दूंगी इतना सारा आपको पसंद आती है क्या पसंद आती है ओके एकदम यस्तो केरा खानै सक्दिनँ कि म यस्तो केरा खाएर ठुलो नानीलाई जन्माएको हो र मतलब उसमा त केरा खानुहुन्न भन्छन् होइन र महिना लागेको थियो घाँस काटेर आएको एकदम थकाइ भोक थियो योभन्दा अझै ठुलो थियो कि एकदम भरिलो गाउँको केरा मनपाङबाट ल्याएको केरा
ए मङपाङबाट जिल्लाको ममेन ल्यान्डमा थियो कि ए ओके बर्खाने दिनमा त्यो खाएको त्यसपछि मलाई बेथाले च्याप्यो ओके त्यसपछि मलाई लाग्यो त्यही केराको करामत हो लाग्यो मान्छे किरा राम्रो हुँदो रहेछ अहिले त अगाडि छन् मान्छे केटीहरू कति राम्रो भोगटे कस्तो राम्रो भोगटे बेच्नुहुन्छ कति ठुलो ए मलाई कस्तो राम्रो कि कति ठुलो है हेर्नु न बगेटी हेर्न सक्नुहुन्छ कस्तो ठुलो रुखमा होइन अमारा थियो हामीले चाहिँ अमारा झारेर दुईजनालाई एकवटा खान्छ अब यसैले हामीलाई भुजीकोट पुर्याउँछ भन्ने लागिरहेको छ एकदम मिठो तपाईँ लक्की मान्छे तपाईँलाई पाकेको पऱ्यो तर मलाई काँचो पऱ्यो मलाई खासै यस्तो लकले चाहिँ मलाई कहिल्यै पनि फेभर गर्दैन मिठो छ मलाई एकदमै दिन दुखीदेखि दया लाग्छ है बुढाबुढीदेखि एकदमै भित्रैबाट सेवा गर्न मन लाग्छ बस्न पनि मैले अनि आफूभन्दा सिनियर हुनुहुन्छ भने म उभिएर भए पनि सिट दिन्छु है तर पनि फेरि मलाई चाहिँ त्यस्तो अनि म जस्तो कलिलो मान्छे भेटेर दया लाग्दैन हजुरलाई त्यस्तो हो त्यो त हो मैले माया गर्ने यस्ता नानीहरू चाहिँ फेरि भेट्टाउँछु यिनी छिन् कञ्चन छिन् एकदमै माया गर्ने सीता मिस्नी छन् यी नानीहरूले माया गर्छन् मेरो छोरीको लेभलका हुन् तर पनि म बुढीसँग मिल्छन् के हो कुरो फेरि उहाँ चाहिँ होइन एकदमै हामी जस्तै हुनुहुन्छ है एकदम चिल फुल मस्त म त त्यति जिस्किन्न जति उहाँ जिस्किनुहुन्छ होइन मलाई पुरा आउँदैन जिस्किने आउँदैन अहिले चाहिँ म हल्का हल्का उहाँको सङ्गत गरेर हल्का हल्का जिस्किने टाइपको चाहिँ भएको छु होइन मलाई जिस्किने आउँदैन तर अलिअलि जिस्किन्छु प्रयास गर्दैछु होइन प्रयास जारी नै छ एकदम फुल मस्ती खालको हुनुहुन्छ कि एकदमै धन्यवाद धेरै बढाइ चढाइ गर्नुभएको बढाइ चढाइ होइन हो मैले फ्याक्ट कुरा गर्दै रियल कुरा गर्दैछु मैले म पनि जे बोल्छु नि त्यो रियल नै बोल्छु हो भनेपछि थियोरी चाहिँ होइन मैले फ्याक्ट भनेको क्या म रियल नै भन्छु कि मलाई त्यस्तो बढाइ चढाइ आउँदैन कि मतलब झुटो तारिफ गर्नै आउँदैन कि बरु के चाहिँ तारिफै गर्दिनँ गरेपछि चाहिँ म साँच्चै गर्छु गरेपछि म एकदम चोखो तारिफ गर्छु यस म तपाईँले कसैको तारिफ गर्दिनँ तर म झुटो तारिफ चाहिँ गर्न आउँदैन भनेपछि मतलब मलाई चाहिँ आफ्नो मनमा छुनु पर्छ होइन कोही मान्छे अनि मनमा छोएपछि मात्र आउँछ है मनमा छोयो कि मुटुमा छोयो यस मुटुमा छोएपछि मात्र आउँछ कता भाग्यो कसो कति तपस्या गरेर ल्याएको ढुङ्गाले झारी ती केटीहरू गयो क्या अगाडि तिनीहरूलाई त्यहीँबाट सोधिनु होला सायद जस्तो लाग्छ म तर हिँडिरहेको छु है ओ माइ गॉड यस्तो बाटो हिँड्दा हालत खराब भइसक्यो अझै खाऊ न यो त अलिकति नि होइन माया आयो जङ्क फुड नखाओ
बल्ल बल्ल ए खैर तिनीहरू गाह्रो छ गाह्रो सोचे जस्तो छैन यात्रा एकदम दर्दनाक मार्फा के छ भोलि भाग्न सकिन्छ होला त ट्राई रेस अहिले फेरि हाम्रो रनिङ सुरु हुँदैछ होइन अनि रेस पनि छ कि रेसमा भाग लिनेहरू पनि एउटा यिनी पनि हो होइन थाहा छैन भोलि के हुन्छ बिचरा जे हुन्छ राम्रो हुन्छ कि यस एभ्रिथिङ ह्याप्पन्स फर गुड यस अहिलेदेखि भागेको अहिले त हामी अझै अलिकति पनि आइपुग्यो होइन त्यही पनि हाम्रो हालत नर्लेन अनुहार चाहिँ एकदम उकालो छ अरे है हेरौँ अब यहाँबाट चाहिँ मेरो पहिलो यात्रा हो यहाँसम्म रोडसम्म चाहिँ आएको थिएँ त्यहाँबाट चाहिँ त्यो पनि स्कुटरमा आउनुभयो होला अनि अहिले हिँडेर भन्नु यो अमरा छ म छु अनि यो यात्रा छ अनि बाटो काट्न अलिक सहज भएको छ सक्सेसले चाहिँ आज हामीलाई दुईजना छुट्टै छन् परवेश र सम्राट अनिरा सक्सेस छुट्टै मात्र साक्षी दीक्षा छुट्टै सनी र लक्ष्मी छुट्टै सबजनाको आफ्नो ग्रुप थकाएर यहाँ बस्यो तिनीहरू त गए यस्तो पर्यटक क्षेत्र भएपछि यतिको बाटो चाहिँ बनाउनु पर्थ्यो कि है हो नि यो यस्तो वडा नम्बर 3 हो क्या सायद 3 कि 4 शुक्ला गण्डकी नगरपालिकाभित्रको पर्यटकीय क्षेत्र हो यो के अरे कहाँ जानेर हामी भुजीकोट भन्ने चाहिँ त्यहाँ चाहिँ धेरै पर्यटकहरूको आगमन हुन्छ विडम्बना बाटो छ यस्तो हेर्न सक्नुहुन्छ त्यसैले पनि हाम्रो यतिको मात्रै भइदिएको भने के हुन्थेन हाम्रो नेपाल पछाडि पर्नुको कारण यही हो यही बाटो त्यो ठाउँ यदि विदेशीसँग हुन्थ्यो भने वाउ हुन्थ्यो फेरि यस्तो राम्रो छ कि त्यो डाँडा होइन लास्टै राम्रो छ म त पहिल्यै आएको 10 वर्ष अगाडि नै आएको थिएँ अहिले चाहिँ धेरै राम्रो भयो होला सायद 10 वर्षपछि जाँदैछु खाइ चाहिँ यस्तो बाटो हिँड्दैछु अब सायद आइपुग्न लाग्यो होला हामी चाहिँ उफ 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 अहिले ठ्याक्कै 10:30 भएछ हामी बिहान कति बजीबाट हिँडेको अरे 7:30 बजीबाट 10:30 बजीसम्म कछुवाको गतिमा छ पुगिसकिन्थ्यो कछुवाको गति भएर सही हो उफ उफ भोलि चाहिँ के हुन्छ हालत थाहा छैन होइन अगाडि गइसक्नु भयो यहाँ सोनी मिस हुनुहुन्छ सोनी मिसलाई हिँड्न साह्रै गाह्रो भयो अरे अगाडि हिँड्नु म र उहाँ चाहिँ एकदमै थकित छौँ उकालो हिँड्दाखेरि बाटो यस्तो तुमसे मिल्न बात करना पानको पत माया तिमीलाई सम्झन्छ दिनको रात नसेन्दी सला
आएको हामी भुजीकोट डाँडामा भुजीकोट डाँडामा यति राम्री प्यारी छन् आडामा माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ बिसाला हे घुम्दै फिर्दै पुगेला भुजीकोट कसैको नि नलगै हामीले ओठ माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ बिसाला माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ बिसाला गाइस हालत खराब भइसक्यो थाहै छैन अब भोलि स्कुल पनि कसरी कुन हालतमा जाने हो ओ माई गड आज हामी बेलुका फर्किने पनि कति बजी थाहा छैन यस्तो हालतले कतिखेर पुगेर कतिखेर खाना खाएर कतिखेर फर्किने आई डोन्ट नो वी डोन्ट नो ल हामी छौँ नि चारकोसे वनभित्र अनेक तरह छुटेछ मनभित्र माया पानीको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ बिसाला मलाई चाहिँ यो गाउन आउने टुक्का निकाल्न आउँदैन सुन साला यो साला घारीमा लुटीपाती पार्छन् कि बारीमा यहीँबाट हामी अघि त्यो बाटो हुँदै आएको अहिले हामी यत्रो डाँडामा आइसक्यौँ कतिवटा डाँडा नागेर यस्तो देख्दाखेरि चाहिँ त्यो हिँडेको दुःखहरू चाहिँ सबै बिर्सिन्छ कस्तो राम्रो के तर एकदमै राम्रो लाग्छ कि यो नेचरहरू चाहिँ होइन कस्तो राम्रो कि यहाँबाट त यो यति आधी बाटो नि होइन कि यो थोरै बाटो मात्रै हो यहाँबाट त यस्तो राम्रो भ्यू देखिन्छ वहाँ माथिबाट झन् कति राम्रो देखिएला कि पुरै दुलेगौडा बजारहरू पुरै बजारहरू देखिरहेछ कस्तो राम्रो डाँडा हेर गाइस अब चाहिँ होइन अब चाहिँ आउन लाग्यो हामी जाने भनेको चाहिँ टावरमा हो कि हामी यत्रो बाटो हिँड्यौँ यत्रो बाटो बाइक अड्या हेर्नु सक्नुहुन्छ कत्रो खाइ छ बाफ्रे बाफ यस्तो यस्तो बाटो ल जामै जाउँ ओ हो 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 अहिले चाहिँ बल्ल एकदमै खुसी लागिरहेछ होइन यस्तो राम्रो राम्रो नेचरहरू देख्न पाउँदाखेरि एकदमै सबै त दुखेको पनि गयो कि केटी त माथि टावरमै पुगे जस्तो लागिसक्यो त्यहाँबाट गयो भने चिचाइरहेको थिएँ हामी चाहिँ बाटोमै छौँ अमराले पनि धेरै सजिलो भएको ओहो म्यामको त अमरा होइन मैले 2 दिन घरमा थिएँ भ्याएर फाल्यो होला म्यामको अहिलेसम्म छ त्यो अमरा हो लास्टै पुरै लास्टै उस गरेर खानु हुँदो रहेछ मिलाइ म चाहिँ गजुङ हजुर भनेको बच्ची हो म भनेको माउ हो माउले सबै कुरा जानेका हुन्छ बच्चालाई अलिक कम जानकारी हुन्छ ओके त्यस्तो कुरो हो तर यहाँ स्कुटर लिएर आए पनि सक्छु म यस्तो बाटो म्याम खतरा हुनुहुन्छ खतरा यस्तो बाटो नि सक्छु भन्नुहुन्छ यस्तो बाटो स्कुटर ल्याएर सक्ने रे फेरि प्लान गर्दै हुनुहुन्छ कि स्कुटरमा आउने आफ्नो साथीसँग चाहिँ यो के को रुख हो म्याम हेरी चाहिँ के फलेको यो चिलाउने भन्छ मेरो है ए हामी त सानो यसको भुरुङ मतलब यस्तो रिक छ होइन कस्तो राम्रो त्यही त
यो चिलाउने यस्तरी गाउँछ यस्तरी यो सालको पातको टकरी हुने ओ सालको पात यो चिलाउने यत्रो सानो यो सानो भएर हो ठुलो हुन्छ है पातहरू नि पातले ठुलो हुन्छ बोट पनि ठुलो हुन्छ यो पनि चिलाउने हो ए ओके ओके म चाहिँ पहाडकै भएर पनि रुखको नाम थाहा भएर पनि चिन्दिनँ कि यो चाहिँ यो रुख है भनेर चाहिँ चिन्दिनँ कि पहाड तर पहाडी चाहिँ पहाडी नै है तिम्रो माया कति छ कति हे बरै नलौ पछि हल्लाइको ए नौलो पछि हल्लाइको ओके सालको पातको टपरी हुने हे बरै नहुने सल्लाइको तिम्रो माया कति छ कति हे बरै नलौ पछि हल्लाइको हाम्रो सोनी मिसको केही कुरा सुन्नुभयो भने पनि हल्लाको पछाडि नलाग्नु होला ल है ल नलाग्नु है यस्तो इनोसेन्ट फेसमा चाहिँ नफस्नु होला है म इनोसेन्ट छैन इनोसेन्ट हुनुहुन्छ जति फस्नु भयो अब बाँकी फस्न चाहिँ कोसिस नगर्नु होला फेरि अरू जालमा पर्नुहुन्छ जालमा पर्नुहुन्छ राम्रा मान्छेको भर हुँदैन कि ओहो त्यस्तो कुरो तर म धेरै राम्री छु तर नराम्रो मान्छेलाई प्राय हेर्दैनन् सबैले हेर्ने भनेको राम्रै मान्छेलाई यहाँ एउटा फोटो त खिचौँ न भाइ यसरी तर मलाई त कसैले नि हेर्दैन त अनि हजुरलाई हेर्ने केमा हुनुहुन्छ मैले हजुरलाई 24 घन्टा हेर्छु ओहो वा यति खुसी मैले हेर्छु भने अरूले किन हेर्नुहुन्न सही हो यो असम्भव कुरा हो हामी त स्टिल हिँड्दैछौँ यसो थक्यो माऱ्यौँ होइन त्यसपछि अहिले चाहिँ सुन्तला खाँदै हिँड्दै छौँ हजुर पुरै झारी फेरि त पुगिसक्यो अरे हामी दुईजना मात्रै लास्टमा यो मिठो होला हौ बाटो हेर्नु यही हो यही हो साथीहरू अब पर्यटक हिँड्ने बाटो यस्तो छ भनेपछि हजुरहरूले बुझ्नु होला विकास कतिको रहेछ शुक्ला गण्डकी 3 कि 4 पर्छ सायद यो मलाई लाग्छ यो शुक्ला गण्डकीमै पर्छ कि जस्तो लाग्छ शुक्ला गण्डकी नै हो बाटो यस्तो छ विकास खरबारी छ मान्छेहरू सबै बसाइसरे खर यही हो यो मान्छेहरू बसाइसराइ गरे बाटोमा चाहिँ केही नभए यहीँका बासिन्दाहरूले मिलेर भए पनि बनाउनु पर्ने थियो तर यो बाटो साह्रै नै नाजुक अवस्था रहेछ फेरि नाजुक बाटो नै देखिरहेको छैन यो झाडी पनि सधैँ हिँड्नुपर्ने अवस्था छ हजुरहरू आउनुभयो भने चाहिँ मैले हिजो खाएको त मिठो थियो अमिलो रहेछ नि होइन अमिलो त छैन तर हिजो खाएको मिठो थियो कि श्रेष्ठ भन्दै हुनुहुन्थ्यो मैले सोधेको थिएँ त्यहाँबाट यहाँ आउनु हामीलाई करिब 2 घन्टा लाग्यो तर त्यहाँको आवाज यहाँ सुनिरहेको छ हामीलाई आउनलाई चाहिँ बडो मुस्किल भयो बड़ा अच्छा लगता है तुम में हम में तुम हो तुमसे हम हैं किस्मतों
आज बिहानदेखिबाट आई डोन्ट नो वाइ यो गीत मात्रै झुन्डिरहेको छ तुमसे मिल्न बातें गर्न बडा अच्छा लाग्ता है यो गीत मात्रै झुन्डिरहेको छ बिहानदेखिबाट तुमसे मिल्न बातें करना बहुत अच्छा लगता है उसका बाद पता नहीं है है उफ हाम्रो हालत हेको बिहान कस्तो थियो र अहिले कस्तो भयो यस्तो रिस उठ्ने अनि उतै हो दगाम होइन वाउ म चाहिँ लगभग आइपुग्न लाग्यौँ होइन यहाँबाट हिमाल पनि देखिरहेको छ त्यसपछि यो गाउँ चाहिँ दगाम भन्ने गाउँ हो होइन हामी त वहाँसम्म जानु पऱ्यो होइन वहीँसम्म जाने है खाना खान्छ हामी यो गाउँमा जान्छौँ पहिला यता डाँडा काँडा घुमेर चाहिँ खाना खाना चाहिँ त्यो भुजीकोट घुमेर खाना खाना चाहिँ त्यो गाउँ जान्छौँ बल्ल बल्ल यता 2-3 घन्टा हिँडेर चाहिँ यहाँसम्म चाहिँ आइपुग्यौँ तर हामी हिँड्न सकेकै कहिले नहिँड्ने मान्छे होइन हिँड्न सक्यो म्याम फर्स्ट टाइमहरू म्यामले हिँड्नुभएको म त बुढो पहिला पहिला सानोमा चाहिँ अलिअलि हिँड्थेँ कि तर पछि चाहिँ हिँड्न छोडे हो नि त त्यही भएर चाहिँ गाह्रो भएको थियो हेर्नु न ओ माई गॉड हिमाल कस्तो राम्रो देखिरहेको छ हिमाल वाउ हिमाल उफ हिमाल हिमाल अहिले चाहिँ मेरो पुरानो फोन हो त्यही भएर चाहिँ राम्रो आज खेल्ने कि तर कस्तो राम्रो तुमसे मिलना बातें करना बड़ा अच्छा लगता है तुम में हम ही गाइस हेर्न सक्नुहुन्छ टावर अब चाहिँ हामी टिकट काट्न जाँदैछौँ टिकट काटेपछि अनि हामी चाहिँ त्यो टावरमा जान्छौँ उफ हिमाल हिमाल हेर्न सक्नुहुन्छ हिमाल अहिले चाहिँ सिकिरहेछ कोदो बारी हेर्नु कस्तो राम्रो सब 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 कोदो हामी गाउँ आइपुग्यौँ हेर्नु गाउँ थ्याङ्क यू हेर हाम्रो हिरोहरू ओ माई गॉड अनमोल किसी ने आएछ क्या यहाँ त हेर न नमस्कार हामी त 1 घन्टा अगाडि आएर चाउचाउ खाएर आएको अब एकछिनको लागि त्यो हाम्रै हो है हाम्रो हातमा टिकट पनि परिसक्यो कब्जामा छ भ्यू टावर भुजीकोट भ्यू टावर पानी टावर पानी त्यहाँ छ टावर अब झन् यो काटिने हजुर भएपछि त झन् चल्छ नि त सबै लान्छन् नि हजुर यहीँ हो टिका नै यहीँ हो साबी नै यहीँ हुन्छ टिका नै यहीँ हो कि कस्तो राम्रो कोदोबारी हिमा त्यो माथिबाट त टावरबाट त देखेला नि अहिले बहिनी होइन हजुर आइफोनबाट खिचौँला नि त अनि ब्लुटुथ अन हुन्न कि सायद यार आइफोनमा कस्तो हुन्न ब्लुटुथ भए पनि मिल्दैन कि एन्ड्रोइड जङ्क फुड नखाने भन्दा भन्दैन खाइयो
जसको ब्लग पनि जङ्सन मात्रै छ उसले कुपिन्डो खोइ ए कतिहरू कुपिन्डो है डेस्टिनेसनमा आइपुग्यौँ। हेर्न सक्नुहुन्छ यहाँको डाँडाकाँडाहरू बजारहरू र तालहरू हिमालहरू ओहो म देखाउँछु हजुरलाई सब है ओहो यत्रो बाटो हामी त्यो देखिरहेको छ नि त्यो सब हिँडेर आएको अघि हामी त्यो रातो देखिरहेको छ नि त्यहाँनिर थियौँ होइन तिमीले बोलाएको नि त्यहीँबाट हामीलाई यिनीहरूले चाहिँ प्रष्टै देख्ने रहेछन् त्यहाँ है यहाँबाट प्रष्ट देखिने रहेछ त्यहाँबाट प्रष्ट हेर्नु त कति धेरै डाँडा काटेर चाहिँ हामी यहाँसम्म आइपुग्यौँ होइन अर्को खुली डाँडा भन्ने छ त्यो झन् धेरै नै काट्नुपर्छ होइन दगम चाहिँ त तल हो कि यसकै तल हो त्यहाँ उता हो दगम त होइन र पढ्नु है म आउँछु खै खै त्यहाँ छ ऊ त्यही त्यो त्यही हो खुली डाँडा खोइ 3वटा ताल देखिन्छ भने खोइ कहाँ हो ताल ए ओके ओके उता कुन ताल रे रुपा ताल हो ए अनि फेवाताल हो उता होइन फेवाताल त देखिन्न यहाँ हामीले चाहिँ रुपाताल र बेगनासताल देख्नु छ यो रुपाताल अनि उतापट्टिको चाहिँ बेगनासताल त्यो सबै देखिँदो रहेछ अनि यत्रो डाँडाहरू छ होइन यत्रो डाँडाबाट माथि छौँ हामी कहाँ माथि छौँ ऊ त्यो चाहिँ खुए डाँडा हो त्यो डाँडा खतरा छ
एकदम रमाइलो रमाइलो भइरो यस हिँडेर लाइन हिँडेर त एकदम थकेला थाकेला अब भोलि कोही रनिङ हिँड्ने भाग लिन सक्छ सक्दैन स्कुल आउन सक्छ सक्दैन हजुर स्कुल स्कुल चाहिँ आउँछ ओके तर यिनीहरूको चाहिँ एकदमै ज्ञानी छन् क्या लास्टै ज्ञानी क्लास भनेको नि यही हो क्लास 9 क्लास स्टुडेन्टहरू हो यिनीहरू चाहिँ एकदमै ज्ञानी आज सताउँदा पनि सताएनन् होइन अरू क्लासमा गए सताएर हैरान गर्छ नि यहाँ त सताउँदा पनि सताएनन् बिचरा त्यो 7 कक्षाको लागि हेरेर कहाँ जानुभएको अरे रोकल एरिया घुमाएको कहाँ यहीँ आउनु भएको थियो यहाँ त आछिन हो तिनीहरू ल्याएको भए त सक्थेन सक्थेन बच्चा बच्ची थियो नि त तिनीहरू त सानो सानो थियो अलिक ठुलो भयो कि तर अलिक सानो सानो थियो त्यतिखेर त तिनीहरू त्यति जाँदा थियो है घुम्न त रमा थियो खुसी कृष्ण रमाएर उफ्रिएर त्यो एउटा उसमा त नि पिङै होइन चन्दन के निकाल्दैछ अस्ति राहुल आउँदाखेरि यहीँ खेलेको थियो नि राहुल अस्ति आएको थियो अनि यहीँ खेलेको थियो अनि कहिले निकालेको त गाइस हामी टावर पनि चढेर आयौँ तर एकदमै थकित लास्टै थकित पनि अलिअलि हो र एकदमै थकित भयो सबजना आफ्नो सुरमा हिँडिरहेको छु अब चाहिँ एउटा अर्को गाउँमा जाने पल्लोपट्टिको गाउँमा गएर खाना मस्त खाने त्यसपछि घर जाने होला सायद हे थके लाग्यो लास्टै ए हजुर उसमै हो भएन उस्तै आइरहेको मैले आइदिएको छ अनि बिर्सिएँ कि पछाडिको बिर्सिएँ अनु के छ कता बिजी हो के भन्नु भिडियो बनाएको ओहो भिडियो घरमै भोलि यसो जान सकिन्छ है हामी त ओहो जसरी जानै पर्छ स्कुल त जानै पर्छ छोटा हाजी मात्र होइन त्यही त तर सक्यो भाइ हामी यत्रो बाटो हिँड्न सकेकै हो यत्रो बाटो हिँडेको यस्तरी हिँड्दा त भएर यहाँ पुग्छस् कि तर सोध्छु कि मैले मान्छेहरू यस्तो यहाँ पुग्छन् है म त के हुन्छ र हो यस्तो हिँडेर भन्छु तर हिँडेर त्यो ठाउँ पुगेपछि चाहिँ एकदमै राम्रो भ्यूहरू देख्यो भने चाहिँ एकदमै आनन्द लाग्छ क्या एकदमै आनन्द लाग्छ त्यो हिँडेको सबै बिर्सिन्छ कि एकदमै आनन्दित हाम्रो स्कुलबाट नि कोरी ट्रेकिङ जाने कोरी कहिले जाने असल लोखानु घुम्न ए हाम्रो त अब लैजाने भनेको तिमीहरूले नि नजाने भन्यो हामी बिचारमा थियो 3 दिनको हामी पहिला जनकपुरमा कति थोरै पैसामा गएको थियौँ नि अरन स्कुल त 5000 मा गएको कहाँ त्यही जनकपुर ला कति धेरै सुन्तला हेर गाइस सुन्तला ओ माई गॉड सुन्तला टाढोबाट होइन यो लालीपाते छ नि एकदमै लाली गुराँस जस्तो देखिएको थियो कि ओहो लाली गुराँस भनेर आएको त लास्ट टाइममा त लालुपाते पो रहेछ तर कस्तो राम्रो
ओ सुन्तला यसम्म यस्तो पास गर्नुपर्छ सुन्तला दिनु भन्नुपर्यो हेर कस्तो राम्रो देखियो ल हेर्नु न ऊ त्यो छ नि रातो लालु कस्तो जस्तो देखिएछ होइन तर लालु पाते हो कि हामी चाहिँ भोक लगाएर होइन ज्यामी सुन्तला भनेर ज्यामी होइन जुनार भनेर चाहिँ ज्यामी फुपेको ओके न त के अम्बा खान्छ अम्बा वाउ कहाँबाट पायो अम्बा ओहो अम्बा थ्याङ्क यू के हो र अम्बा होइन थ्याङ्क यू वाउ अम्बा हेर गाइस अम्बा ल यही हो अरे दगाम गाउँ चाहिँ अब हामी चाहिँ गाउँ चाहिँ आइपुग्न लाग्यो तर हाम्रो चाहिँ क्या त्यो ठुलो चाहिँ होमस्टे हो ठुलो होमस्टे खै त के हो उतै ठुलो होटेलमा हजुर ओ वाउ ल हामी चाहिँ ऊ त्यो ठुलो होटेलमा गएर खान्छौँ है किनकि होटल ड्याम ढुन्डोको लागि जस्तो अरे खाना खान पाउँछौँ कि पाउँदैनौँ होला अब त खाना खाँदा सम्झिने हो तर हामी चाहिँ जान चाहिँ खाना खानै भनेर गइरहेको छौँ होइन अब त्यहाँ अब खाना छ कि छैन पाउँछ पाउनु अब हेरौँ के हुन्छ तर अम्ला दुखेर के अर्थ हातको अम्ला खुट्टाको हिँडेको त खुट्टाको औँला अनि यस्तो दुई यस्तो यस्तो त यस्तो पाइतला यो नङ यो जुत्तासँग उसको कुर्दाखेरि चाहिँ नङ हुँदो रहेछ नि यता पछाडिको पनि कुर्कुर्छ नङ पाल्नु भयो होला है छैन होला अहिले छैन काटेको थिएँ मैले अस्ति त लामो होइन कि तर दुख्छ हिमिस अनि मोजाहरू चाहिँ छिटै चेक्किन्छ यस यो सक्स लाएर पनि दुखिरहेको छ कि महँगो छ कि हिँडेडामा गइरहेछ एउटा पिङ भइदिनु हुन्छ नि काठे पिङ त्यहाँ थियो त अनि निकालेछ कि कति छिटो निकाल्छ है खेल्न मन लाग्थ्यो आउँछ क्या हाम्रो नि नसिका सोधे हुन्न म छु कि ए जिपमा एम घोर त अनर्थ हो है तँलाई चर्चमा छुट्टिएर मलाई साथी माथि भरेको अनर्थ भयो है खुट्टा दुख्यो होइन अहिले यतै फर्किन्छु कि म त सबको खुट्टाबाट देखाउँछु कस्तो फिल भइरहेछ आनन्द छ यी जिन्दगी यसरी नै चल्दैछ She's chasing skies I've never named while I stay in my border. But something caught the way she moves. I see her boots at the corner cafe with a notebook and a traveler. She's chasing skies I've never named while I stay in my if I don't ask your name today, I may never get the chance. You carry to walk beside your strider and leaving behind what I hold inside. If I don't ask your name today, I may never get
I've never heard in languages I can't speak. She writes down cities on her wrist and dreams she'll never keep. I sip my coffee, miss my cue. Still ain't good time I've never heard. But time rolls on I can't speak. And she writes down cities on her wrist and dreams she'll never keep. I sip my coffee, miss my cue. Still ain't good but time rolls on like what I hold inside. Soon if I don't ask your name today, I may never get the chance. You carry the sun in your stride, leaving behind. Maybe next year in Madrid, if I don't ask your name today, I'll see you turn and I'll be brave. But what if courage comes too late? Oh, traveler, maybe next year the world is Madrid, or on some quiet mountain. I'll see you turn and I'll be brave. Afraid, but what if courage comes too late? That step today, you'll vanish with the train. The world is yours. उसका जरी घाटा हारै दिए मेरो कस्तो यो खुट्टा If I don't take that step, ए साक्षी के हारेको साक्षी vanish with the train. कोत्रे बजार धनजित पाइयो सर नमस्कार Smile. सर नमस्कार